गुड आफ्टरनुन साथीहरू। यस्तो मसिनो आलुहरू हजुरले कसरी खानुहुन्छ? मलाई यो मसिनो आलु चाहिँ लास्टै मनपर्छ कि कुँदा पनि कुँदैन है साथीहरू। मलाई चाहिँ मसिनो आलु चाहिँ अचारहरू खानलाई अनि थिचेर पकाउनलाई एकदमै मनपर्छ साथीहरू। मैले चाहिँ आज यो मसिनो आलु र बोडीको तरकारी बनाउँदैछु। मजाले मसिनो आलुलाई काटेँ साथीहरू। अनि प्याजहरूलाई पनि चपरमा चप गरिदिन्छु। यसरी चप गरेर चाहिँ कसले राख्नुहुन्छ साथीहरू? मेरो हेर्नु नि लसुन आफ्नै बारीको लसुन हो के साथीहरू। कस्तो पोटिलो के 2 दिन चाहिँ मजाले उही बारीमै सुकाइदिएको थिएँ। अनि कस्तो पोटिलो के कस्तो खाउँ लाग्ने पोटिलो छ के एकदम पोटिलो। यसरी चाहिँ चपरमा मजाले चप गरिसके पछाडि अनि तेल बसालेर थोरै जिरा पड्काएँ साथीहरू। अनि जिरा पड्काइसके पछाडि त्यो चप गरेर राखेको प्याजहरू राखेर मजाले भुटेँ। अनि आलु राखेँ। आलुलाई चाहिँ मैले खुर्किएन कि साथीहरू, मसिनो थियो नि त। अनि अघि बिहान उठेर तातो पानीमा भिजाएको बोडीलाई पनि राखिदिएँ साथीहरू। अनि मजाले चलाइसके पछाडि नुन स्वादअनुसार बेसारहरू राखेँ, मरमसलाहरू चाहिने। अनि यो मैले चाहिँ यो टमाटर खान्छु साथीहरू। खासमा यो टमाटर चाहिँ खान हुन्न भन्दो रहेछन्, एकदमै जोर्नीहरू दुख्छ अरे भन्दो रहेछन्। खास चाहिँ खाना हुँदैन होला प्याकिङ गरेको चाहिँ। आफ्नो बारीमा चाहिँ मैले जति टमाटर लगाए पनि हुँदैन क्या साथीहरू। यो चाहिँ मैले आफ्नै बारीको काँक्रो हो। मैले यति चाहिँ मलाई सलाद खानको लागि बनाउनु लाग्यो साथीहरू, रेडी बनाउनु लाग्यो। अरू बच्चाहरूले चाहिँ कसेर खान्छन्, मैले त्यही फ्रिजमा राख्दैछु। अनि काम गरिसके पछाडि यसो टेबल सेबल पनि पुस्नु पर्यो। अनि यो धनिया चाहिँ अब आज छरिदिन्छु बारीमा। अनि सर्लुक्क जतासुकै बढाइसके पछाडि सफा गरेँ साथीहरू। फोहोर पनि कति आएको के उता पनि कुकरमा सिटी लगाएर पाकिसकेछ। अनि आजको मेरो डिनर होइन लन्च बोल्दै बोलाउँछु क्या साथीहरू। म त भोइस ओभर गर्न लाग्यो। अनि मैले यत्तिकै राखिदिएको छु है। आजको मेरो लन्च चाहिँ यस्तो भयो साथीहरू। हजुरहरूले लन्च खानुभयो त साथीहरू? यति सिम्पल खाना एकदम मनपर्छ मलाई। थ्याङ्क यू फर वाचिङ।